फाइनली बिहान पनि भइसकेको छ हैन अनि उठि पनि सकेको छु। सुबहको नजारा हेर्न सक्नुहुन्छ। चराहरू कराइरहेको छ हैन। अनि यहाँ तल चाहिँ ब्रिज बनाउँदैछ। गाडीहरू पनि हिँड्न थालेको छ। घाम पनि लागिसकेको छ। फिलहाल 7 बजेको छ हैन। हेर्न सक्नुहुन्छ नजारा। मेरो खिड्कीबाट चाहिँ यतिको नजारा देख्छ है त गाइस। उठ्नु न उठ्नु न 7 बजे त उठ्नु न प्लिज। उठ्नु न ढिलो हुन्छ। प्लान्टलाई पनि बाहिर नराखेको कति दिन भएको थियो हैन। अनि यसलाई चाहिँ बाहिर लान्छु भनेर उचालेर लाँदैछु। हुन्छ हैन। बाहिर निकालेँ मैले। यसको यहाँनिर पनि छ है। म चाहिँ नुहाएर फ्रेस भएर पनि आइसकेको छु हैन। हेर्न सक्नुहुन्छ। अनि चाहिँ म अब चर्च जानको लागि रेडी हुन्छु। अनि मैले चाहिँ सनस्क्रिन लगाएर चाहिँ अब जाने तर्खरमा छु। अनि यो लिपस्टिक लगाएर चाहिँ म जान्छु। मेरो चाहिँ दुईटा प्रोडक्ट फाइनली लगिसकेको छ मेरो थोप्लामा हैन। अब चाहिँ यसलाई फालेर चाहिँ म अब चाहिँ जान्छु। अनि मैले सिरम पनि एड गर्दै यहाँनिर कि म कपालमा सिरम पनि त लाउँछु नि त हैन। अनि फाइनल्ली म रेडी भइसकेको छु हैन। हेर्न सक्नुहुन्छ है। अब चाहिँ म चर्च जान्छु। अनि चाहिँ तपाईहरुलाई त्यो पनि देखाउँछु हैन। यो चाहिँ मेरो मिनी परफ्युम हो है। हेर्न सक्नुहुन्छ कति क्यूट छ हैन। यो चाहिँ एकदमै दामी स्मेल आउँछ है। यसले चाहिँ यो चाहिँ मेरो फेभरेट हो। मसँग चाहिँ मिनी परफ्युम छ हैन। हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो बेस्ट परफ्युम हो है। यस्तो स्मेल आउँछ। सो फाइनली म रेडी भइसकेको छु हैन। अब चाहिँ म जान्छु हो। म निक्लिसकेको छु हैन रुमदेखि। हेर्न सक्नुहुन्छ एकदमै घाम लागिरहेको छ बाहिर है। एकदमै गरम पनि छ हैन। हेर्न सक्नुहुन्छ तपाईहरु है बाहिरको नजाराहरू। मेरो बेस्ट डे चाहिँ यही हो है सन्डे। अब चाहिँ म रुटमा पनि आइसकेको छु है जानको लागि एकदम रेडी। हेर्न सक्नुहुन्छ एकदमै चिसो भइरहेको थियो है। मलाई चाहिँ आँखाहरू पनि मेरो चाहिँ सोइलिङ भइहाल्छ चिसो लाग्यो भने चाहिँ हैन। पुरा मलाई चाहिँ घाम पनि लागिरहेको थियो। तर पनि मलाई जाडो भयो कि स्कुटीमा। किनकि खत्रै चिसो भइरहेको थियो नि त। कन्डिसन हेर्न सक्नुहुन्छ त्यस्तो छ हैन। मलाई के साह्रो जाडो भएको आज। रोडको कन्डिसन त्यस्तो डरलाग्दो छ है। म चाहिँ यहाँनिर छु हैन। फिलहाल अहिले पुरा जाडो भयो। जाउँ। अघि चाहिँ मलाई गरम भइरहेको थियो। अहिले मलाई जाडो भइरहेको छ। यो मलाई के भइरहेको छ। अब चाहिँ मैले दोकानमा आएर है बिस्किट अनि ब्रेड चिप्सहरू पनि किनिसकेको छु हैन। मेरो मिस्टरले किनिदिनु भयो भनौँ। चाहिँ दादाले चिप्सहरू पनि किनिसकेको छ। सो फाइनल्ली म आइपुग्न आँटेँ हैन। अब चाहिँ आइपुगेँ भन्दा पनि हुन्छ। यहाँनिर आइपुगेपछि चाहिँ मलाई चाहिँ सन्डे एकदमै मनपर्छ हैन। कसलाई मन पर्दैन। एभ्रीवन लभ्स सन्डे है। सन्डे चाहिँ अब कतिले रेस्ट गर्नु पाउँछ, कति चर्च जान्छ, कतिले आफ्नो कामहरू गर्छ हैन। मलाई पनि एकदमै मनपर्छ सन्डे। सो म आइपुगेको छु हेर्न सक्नुहुन्छ हैन। यहाँ माथि चाहिँ जङ्गलमा कुनै के कराउँदै थियो। दादाले उकालो हेरिरहनु भएको थियो। अघिसम्म चाहिँ मलाई कस्तो गरम भइरहेको थियो। अहिले मलाई एकदमै जाडो भइरहेको छ हैन। मेरो केस पनि त राम्ररी सुकेको छैन चिसै छ हो। अनि यो चाहिँ मैले 2 PM खाएँ है। मलाई एकदमै खानु मन परेर किनेको थिएँ। तर एकदमै पिरो भयो। मैले खानै सकिनँ है। यस्तो पिरो टन्सिलमा चाहिँ ओ माई गड नै हुने रहेछ।
अनि यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ मेरो फ्लावर्सहरू पनि रहेछ यहाँनिर लगाउनु भएको हैन येल्लो येल्लो कलरको सच ए ब्युटिफुल नजाराहरू म तपाईलाई देखाउने छु यहाँनिर पनि हेर्न सक्नुहुन्छ पुरा प्लान्ट्सहरू फ्लावरहरू यति बेसी लगाएको रहेछ यहाँनिर चाहिँ हैन हेर्न सक्नुहुन्छ तपाईहरु अनि यहाँनिर पनि हेर्न सक्नुहुन्छ ब्लू कलरको फ्लावर फुलिरहेको छ हाम्रो ड्र्यागीको गुफा त यहाँ पो रहेछ त ओइ ड्र्यागी गुफा यहाँनिर ओ भाई साहब ये क्या जानवर है ये ओ भाई साहब इधर देखो भाई साहब ओ भाई साहब ओ भाई साहब इधर देखो म चाहिँ उकालो हिँड्दै थिएँ हैन हाम्रो यहाँ बाटो हेर्न सक्नुहुन्छ कस्तो अप्ठ्यारो छ हैन जंगल बाटो छ उकालो हिँड्नुपर्छ यति धेरै उकालो हेर्न सक्नुहुन्छ है तपाईहरु उकालो चाहिँ हामी यसरी हिँड्दै थियौं कफ गर्दै है हेर्न सक्नुहुन्छ कति पसिना भइसकेको थियो म चाहिँ उकालो हिँडेर अनि यहाँ पछाडी तलसम्म हुनुहुन्छ है आउनु हुँदैछ हाम्रो फ्यामिली चाहिँ सबै हामी उकालो हिँडेरै जान्छौं नि त चर्चसम्म चाहिँ सो फाइनली हामी चर्चमा पनि पुगिसक्यौं हैन अब परमेश्वर पिताको प्रेम प्रभु यीशु ख्रीष्टको अनुग्रह पवित्र आत्माको संगति अनि सहभागिता र शान्ति जति जना उपस्थित भएका तपाईको प्रियजनसँग प्रभु तपाईँ रहनुहोस् यसरी नै प्रभु आज सारा विश्वमा भएका तपाईको कुल खरिदार लोकहरूको साथमा र प्रभु तपाईको सेवाकाईको लागि नियुक्त गरेका हरेक अभिषेक जनहरूको माझमा जबसम्म प्रभु यीशु तपाईँ बादलको सवारीमा भएर हामीलाई लिन आउनुहुन्न तबसम्म आजदेखि उसो सदा सर्वदा हामीसँग बोलिरहनु हाम्रो सेवा सकिसकेको छ आफ्टर सेवा हामीले रस्ताना खायौं नयाँ स्कुटी किन्नु भएको रहेछ है उहाँले त्यसकारण यहाँनिर चाहिँ चर्चमा चाहिँ ड्र्यागी पनि आएछ पिछे सो गाइज वी आर गोइङ टु होम पुरा गरम छ हैन यति धेरै गरम छ कतिको गरम छ भनिहाल है हाम्रो चर्च चाहिँ यो देख्दै गरेको हो हैन बाफ्रे गरम छ गरम हामी चाहिँ घर जाँदैछौँ फिलहाल हैन गरम हेर्न सक्नुहुन्छ कतिको छ कस्तो लागिरहेको छ हैन यो चाहिँ हाम्रो गाउँ बस्ती हो यो चाहिँ मेरो ड्र्यागी हो हैन हेर्न सक्नुहुन्छ गाइजहरु यो चाहिँ हाम्रो मिनी गार्डन सो हियर वी आर यो चाहिँ हाम्रो फ्लावरहरु हो हेर्न सक्नुहुन्छ हैन अनि यो चाहिँ हाम्रो ड्र्यागी हो है ड्र्यागी म्याम्स दिस इज आवर मिनी गार्डन हेर्न सक्नुहुन्छ कति बेसी फ्लावर्सहरु छ हैन यहाँनिर चाहिँ अन्त हेर्न सक्नुहुन्छ वाउ पर्खिनु न म पनि जाने नै हो के दिस इज आवर गार्डनिङ गर्नुपर्छ यसरी हैन
मार्सलामा ओ माय गॉड इतना सारा फ्लावर्स है ओ माय गॉड ड्र्यागले चाहिँ मलाई देखेको थिएन नि त अनि मैले शिशुले मारेको थियो मलाई देख्यो हैन म लुकिरहेको थिएँ नि त अनि यसले हो कि नस्तो गरे फेरि मैले एकपल्ट शिशुले मारेको यस्तो कुदेर आयो हेर्न सक्नुहुन्छ हैन यो त एकदमै तङ गर्छ मलाई यसले चाहिँ आज चाहिँ मैले यसलाई तङ गर्दिएको हल्का दक्लिदिएको हेन ड्र्यागन Hey. Oh, dragon. Ice, Peri. Huh? Can ice? Boss there, boss. Boss there, boss. Wait, Porkis. Draggy, Aita. Oh, Draggy, out. Ole, Colio. Oh, Draggy. Hey, Mamu. Oh. Come on, Mamu. Come on, Mamu. Draggy. Oh. Ole. Oh. हेर्नु सक्नुहुन्छ लिटल मिनी थ्याङ्क्स फर वाचिङ होप तपाईहरुलाई मेरो भ्लग मन पर्यो भने डोन्ट फर्गेट टु सपोर्ट बाइ बाइ सी यू इन माई नेक्स्ट भ्लग टिल देन टेक केयर बाइ बाइ